हामी चाहिँ भेनारको जग्गा चाहिँ याङयाङमा रहेछ, भिजिटको लागि आएको छौँ। भेना चाहिँ 19 वर्षको बादमा आज आएको रहेछ जमिन हेर्नु। दिदी, भेना, मम्मी, भान्जी अनि तल छ भेनाको जग्गा चाहिँ यहाँ तल। यो डल्लै हो रे हो भन यो डल्लै हो रे, डल्लै उपारी खोला जुङवारीसम्म। जुगा लाग्छ रे जुगा। सबै जुगा सोर्ने चाहिँ लास्टकोले सोर्छ है, याद गर। ल भेनाको जमिन हेर्नु गयो। ओ माथि भाले ढुङ्गा। पुल्टुङ पुल्टुङ जाला, पुल्टुङ पुल्टुङ। घाँस चाहिँ च्याप्पै पक्रिनु भित्तामा। मैले बेस्ट गरेछु नि, मैले सोचेको थिएँ यस्तै हुन्छ भनेर कि बेस्ट गरेछु। ल योहरू गएको जस्तो लाग्यो, लिम्डोकोहरू गएको ओह्रालै ओह्राली जस्तो भयो। सोचेको देखेको हामीसँग त यस्तो बारी खोज्दै नआउँ होला। ट्रेकिङमा छौँ। ट्रेकिङ याङयाङ भेनाको जमिन हेर्नुको लागि ट्रेकिङमा जाँदैछौँ। यो ओडाल हेर्नुहोस्। होइन 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 ल चम्काउने त्यस्तै छ। खिच्यो खिच्यो। ल सबैजना यता। माथि चाहिँ भाले ढुङ्गा है। भेनाको जमिनको सिधा मुनि चाहिँ भाले ढुङ्गाको आशीर्वाद छ। भाले ढुङ्गाको फेदमा छु। यहाँ माथि भाले ढुङ्गा। भेनाको जमिन चाहिँ यहाँ रहेछ डल्लै। उहिलेको भट्टी त्यहाँ छ अरे, अलैँची बगानको भट्टी। बाउन्ड्री चाहिँ यो खोल्चाले बताउँदैछ। ल यो छ नि यो खोल्चा चाहिँ बाउन्ड्री रहेछ हो। यो बाटो छ नि, यो बाटोदेखि उँभो चाहिँ यो बाटोदेखि यो उँभो चाहिँ बाउन्ड्री रहेछ सट्टै यस्तो। अब यो
यहाँदेखि उँभो चाहिँ हाम्रो यहाँदेखि उँभो चाहिँ अर्काको फुर्बाहरूको हजुर यही बाटै भन्नु भट्टी यहाँ छ भेना यहाँदेखि कुदेको अरे हौ ऊ भट्टी यहाँ रहेछ अलैँची जलाइकन चाहिँ कुदेको अरे भेना कहाँको भेना फुर्बा चाहिँ डाँडा गाउँको ए त्यो डाँडा गाउँको फुर्बा भनेको त्यो हामी एकखेप मरम गएको थियो नि मेरो दुःख अनुसारको आइगेला भन्दा उयो है अनि माथिबाट उत्तिस चाहिँ यो डिल आली भयो कि यहीँ नै छ अहिले त्यो पनि कचडा हुन्छ सिरानको हेरिराख्नु यो ओडारो होला सिमानाको त्यस्तै हुन्छ अनि मेरो चाहिँ अलिक गएको थियो तर अब यो कम्ती पऱ्यो बेसी छ अब यो तेर्सो पर यो बाँसघाटदेखि पर खोल्छ त्यहाँदेखि उकालो डल्लै यो पनि सिमाना रहेछ ठुलढुङ्गा सिमाना होइन हात्तीबारी कहाँ हो यो त्यो पानी सास हो सिमाना यो पानी सास चाहिँ सिमाना यो रहेछ है सिमाना काठहरू चाहिँ हुने रहेछ पुरा यताको रुखहरू हेर्दा त उयो बिचको चिलाउनेहरू काट्यो भने नि काठ चाहिँ तिमीले यहाँनिर मार्किङको छोडिदिनु खतरा ठुलो यो खोल्चा रहेछ नि त है यहाँ पनि सोचिङ एप लगाएको यो पनि खोल्छै रहेछ बोन्ड्री खोल्चा नै रहेछ बोन्ड्री बोन्ड्री चाहिँ यो ढुङ्गा रहेछ यो खोल्चा बोन्ड्री चाहिँ यो ढुङ्गाहरू रहेछ होइन दाजुगाउँमा बस्दा भइहाल्यो नि हौ दाजुलाई रेन्ट दिनुपर्छ हो यही रहेछ बोन्ड्री चाहिँ ढुङ्गा गतिलो रहेछ खोल्चा दुईटा खोल्चाले बोन्ड्री छुट्याएको रहेछ है बारी टक्कैको दुईटा खोल्चा यो खोल्चा चाहिँ बोन्ड्री रहेछ मलाई पनि बनाउनु ल हे बारी मालिकनीहरू मालिकनीहरू कान्छा आउनु भन्ने छोरा मेरो
पछि आउँछ अब त आरामले चिनियो नि त ल फोन चाहिँ कसरी छुट्टो यता मम्मी फोन पाल्नु। चाहिँ कसरी डुबाए अनि बकेटमा माथि डाँडा बसेर उ गरौँ न फोटो पानी अलिक धमिलो थियो यता नि लाग्छ दाजु त्यो बकेटमा पानी लाग्छ दाजु फाल्नु पर्यो भने यहाँ फाटेर छ यहाँ एकछिन तपाईँ यता बस्नु त म माथिबाट फोटो खिचिदिन्छु यहाँ मटरले खाइदिनु हौ अब छ नि रानी पुल आउनु कि मेरोमा छ होला एउटा स्पेयर फोन यहाँनिर चाहिँ ल ल सबैजना हात उठो बाबुले त खै त अब अहिले चाहिँ उनीहरूले मेफमा लाग्यो त्यो गरी नपर्छ छैन यो फल्टा यहाँ थियो त्यो पहिरोले उता अलिकति मिच्नु त मिच्यो नि है त्यो मिच्यो नि त पहिरोले अब के होइन बरु भए चाहिँ अहिले है डिट्टो आइहाल्छ ए यस्तो हो त्यहाँ त छिर्नु सकिँदैन है छिर्छ नछिरौँ कि त यता डर लाग्दो रहेछ अहिले स्यालले खाइ मात्र स्यालले खानु पर्नु मजा आयो हो त्यस्तो हुन्छ हिँड्नुपर्छ यस्तो घरमा मुख पर्काउँछ नि भन्ने शब्द छैन घरमै हुन्छ लाग्छ यता छुट्टो घुम्छ खतर यो फुललाई के भन्छ हो कुन अझै यो फुललाई के भन्छ सेतोलाई थाहा छैन अनि यो त माथि माटरमा पनि भएको फुल होइन यस्तो होइन यहाँ कुन चाहिँ यो सेतो 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 त होइन हौ बनाउँछ हौ यो त उयो हो बाँदरले खाने अत्तर डल्लो हुँदैन त्यसको उयो एउटा यस्तो फुल पनि झर्छ नि फुलेर के हो त्यो माटमा त्यही हो मम्मी गुम्बाको मुनि छ नि माथि हाम्रो गुम्बाको मुनि उफ ट्रेकिङ चाहिँ डह्रो छ है डह्रो भन्ड्री के भन्छौ एक एकर त ज्यादा हो क्या त्यसो त भान्जी ट्रेकिङ गरेर कस्तो लाग्दैछ आफ्नो जमिनको ट्रेकिङ गरेर मजा लागिरहेछ फर्के गतिलो रुखहरू रहेछन् यहाँ हेर्नुहोस् आम्मा रुखहरू हेर्नु काट्ने रुखहरू पानी सास उत्तिस डियम है काट चाहिँ कति काट्ने हो लो आमा बेसी लड्छ अहिले खतरा माथि डेन्जर खतरा ओडा रहेछ यहाँ चाहिँ यहाँ पनि हो भन्ड्री यो सिमाना
यो त लडेको हो रुख कि काटेको? अन्यले लगाएको अन्धे अँ कस्तो अन्धे काट्ने लडाएको अम्बो हेर हेर न रुखमा यो चाहिँ अन्धे मार्नेले पड्काएर रुख चाहिँ के को हो यो रुख चाहिँ? यो चिल्लो भएको चाहिँ के को रुख हो? यो त उत्तिस हो कि के हो? गकुलको काठको हुन्छ भने चढा तर आमा हामी त पुग्नै पर्ने हो त्यहाँ यो रहेछ माथिल्लो बाउन्ड्री चाहिँ माथिल्लो बाउन्ड्री चाहिँ यता पर्ने छ यता तेर्सो जेठी छोरीले पनि पुरा मेहनत गर्दैछ बारीको बाउन्ड्री घुमेर जेठी छोरी भेनाको जेठी छोरीले पनि पुरा आफ्नो बाउन्ड्री चिन्नुको लागि कोसिसमा छ यही रहेछ बाउन्ड्री चाहिँ तेर्सो है यहाँदेखि ओह्रालो चाहिँ डल्लै है रुखहरू त बचाएर राखेको छ बुढोले है बदमासी गरेको रहेन रहेछ रुखहरू है डल्लै राखेको छ काटेको अरू दाजुभाइ त जान्दैन मेरोमा मात्रै कोसी लिएर आउँछ भने यो रुखको अर्को साइज हेर्नुहोस् त्यही त भनेको त दामी हुन्छ यो तेर्सो लागेको चाहिँ माथिल्लो बाउन्ड्री रहेछ अङ्कलले चाहिँ यो यता बाउन्ड्रीमा चाहिँ रुख रोपेको थियो नि त आफ्नो चिन्नुको लागि चिनाउनेदेखि यता कुनै के भन्दै थियो यो उयो होइन चौर है मम्मी के चाहिँ उत्तिस हो उत्तिस उतामा चाहिँ कत्रो रहेछ नि पानी छ त्यो त ठुलो ठुलो छ नि त्यो अगाडिबाट त्यो अङ्कलले उकालो पनि भन्दै यो उकालो पनि भेना बिलाउने छ नि त्यो बिलाउने
उयो माथि बिलाउने जान अगाडि यो चाहिँ माथिल्लो बाउन्ड्री माथिल्लो सिरानी हो सिरानको बाउन्ड्री यो बिलाउनेदेखि ल्याएर यस्तो रहेछ सिमाना यो खोल्चाले छुट्याउँछ अब यता हजुर त्यो खोल्छ है यो दाउरा काट्नु आएको